नमस्ते छ हजुरहरूलाई। मेरो तिहारको भिडियो पोस्ट गरेको थिएन, मैले एडिट नगर्नु सकेर जिउ सन्चो अब थिएन यति खासै। मैले सानो सानो यो के अरे फेसबुकमा चाहिँ हालिदिएको थियो क्लिपहरू, अनि उयोमा चाहिँ एकदम ओरल फाइबरस बहुत दुखेर मेरो तकलिफ भएको थियो अलिकति, त्यही भएर मैले एडिट गर्नुमै मन लागेकै थिएन अनि एडिट गरेकै थिएन। अनि भिडियो पनि मेरो तिहारको अलिक खडा गरेर बनाइदिएछ, योपालि चाहिँ अलिक यति खासै राम्रो भएको छैन। त्यही भएर मन पर्यो भने सेयर सब्सक्राइब गरिदिनु होला, जसरी पनि गरिदिनु होला। मेरो भ्युज भी बहुत घट्दै रहेछ, मैले भिडियो नबनाएर। पहिला मेरो डेली भिडियो थियो, अहिले डेली भिडियो छैन, त्यही भएर सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला हजुरहरूले। अलिक बढ्छ कि भनेको, खै बढ्दै बढ्दैन, घटेको घट्दै गर्दैछ। हजुरहरूले याद गरिदिनु होला, अलिकति माया दिनु होला। नमस्ते, गुड मर्निङ, फेरि पनि मेरो ब्लगमा स्वागत छ हजुरहरूलाई। आज हाम्रो भाइटिका हो, भाइ दुज, अनि रेडी गर्दैछ। बिहानबाट किचनमा थियो अनि अहिले भर्खर अब 12 बज्ने टाइम भइसक्यो। अनि बल्ल लिएर बसेको दरवाजा पुज्नुलाई। अब दरवाजा पुजेर अनि सेजलले लगाइदिन्छ दाजुहरूलाई टिका। त्यही भएर अब सुरु गरेँ। मेरो त भाइहरू आएको छैन, अहिले आउँछ। अब घाममा सुरु गरिदिने। यहाँमा लिएको छ दरवाजा पुज्नुलाई सामान, के अरे चामलको पिठो, यो हो उयो मतलब अबिरहरू लिएको छु। सिजनको चाहिँ दादा आइसक्यो। अघि हाम्रोलाई लगाउँदाखेरि त यिनीहरूले भिडियो बनाइदिएन रहेछ, त्यो पनि खडा भिडियो पो बनाएछ। अघि हाम्रो नानीहरूलाई लगाउँदाखेरि चाहिँ आएन रहेछ, राजीव आइपुगेछ ठिक्कै त्यतिखेर भिडियो बनाएको। अघि 3जनाले त लगाइसकेको थियो, राजीव ढिलो भयो, त्यही भएर अनि राजीवलाई लगाइदिँदैछ सेजलले टिका। त्यही हो, अब राजीवलाई लगाइदियो नि, त्यहाँबाट मेरो भाइहरू आउँछ अनि त्यतिखेर लगाउने हो। अहिले लगाइदियो सेजलले, त्यो खडा भिडियो भएछ, लगाइदिन्छ। 2जनाले माला पनि लगाइसकेको छ। कति छिटो पो, 2जना त छिटो पो रहेछ त। राजीवले त्यहाँबाट फेरि आयो दाजुभाइहरू 3जना। अनि सानो भाइ आउनु डेरी भएको थियो, अलग जग्गामा बस्छ, दर्जा भन्ने जग्गामा। अनि मैले पनि सुरु गरेँ लगाउनुलाई 3जनालाई। ठुलो दाइ त आउनु भएन, ठुलो दाइ त टाढामा छ। अनि अहिले हामी त 4जना मात्रै हो हामी फ्यामिलीमा अहिले, मतलब आफ्नोमा चाहिँ बुहारीहरू हो, नानीहरू त छ। अनि अहिले चाहिँ हाम्रो चेली भन्ने म एउटा, माइती भन्ने 3जनै छ अहिले यहाँ त। ठुलो दादा चाहिँ छैन। हाम्रो ठुलो दाइ चाहिँ हुनुहुन्न, यहाँमा आसाममा हुनुहुन्छ, टाढा छ, त्यही भएर आउनु भएन हो। हेर न, म त अघि भित्रपट्टि बसेर मैले ध्यानै गरेन, मेरो भिडियोको टिभीको काकाले हेर्नुहुँदै थियो, टिभीको आवाज आएछ, त्यही भएर मैले यतापट्टि रुममा आएर लगाइदियो। टिभी आवाज आयो भनेर फेरि मैले यतापट्टि आएर एडिट गरेको, ध्यान नदिएको मैले चाहिँ। त्यहाँबाट अर्को भाइको टर्न आयो, उसलाई पनि लगाइदिँदैछु। अनि उतापट्टि पनि दाजुहरू बसिरहेछ खानापिना खानुलाई किचनमा, उनीहरूलाई दिइराखेर आएको। अनि के अरे उनीहरू पाहुनाहरू पनि बोलाएको थियो, अनि एकै दिनमै खिलाइदिन्छु भनेर बिहानबाट काम गर्दा 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 अनि 12-1 कि 1:30 बजेको थियो होला यिनीहरूलाई टिका लगाइदिँदा। भाइ आउनु डेरी भएर, सानो भाइ, त्यो भएर। अनि अवसर सेजलले त लगाइसकेको थियो, अनि मेरै बाँकी थियो लगाउनुलाई। त्यहाँबाट माला लगाइदिने भयो, अनि 1जनालाई त लगाइदिएको छु, अनि अझै अर्कोलाई लगाइदिएको 2जनालाई। योपालिको माला हेर्नु न, मेरो फुल घरमै बगानमै लगाएको थियो, कम भएछ हो। दिदी घरमा पनि मैले माला त थुप्रो बनाएको थियो, के अरे टिप्नै बिर्सेछ। अनि आफ्नै बारीको मात्रै टिपेर तिमी आधी बनाइदिएको। तिमी नेमको लागि आफ्नो घरको त घरकै हुन्छ नि त, थुङ्गे फुल त थुङ्गे फुलै हुन्छ, बजारको भन्दा पनि भनेर मैले जति हुन्छ त्यति नै बनाइदिएको। पहिला त हामीले माला बेसी हुँदाखेरि त दोकाँधे बनाउँथ्यो, टाउकोको उयो बनाउँथ्यो, के अरे फेटा टाइपको पनि बनाउँथ्यो, अनि दोकाँधे बनाउँथ्यो, डबल बनाउँथ्यो। अनि आजकल त मालै पुग्दैन, त्यही भएर हामीले कम्ती बनाइदिएको। अनि त्यही हो, मैले त केही पनि सजाउँदैन, सिम्पल दियो कलश धुप गरेरै अनि रोटी राखिदिन्छु, अनि त्यतिमै लगाइदिन्छु। अनि त्यही हो, आफ्नै त हो भनेर नि त, अनि यति सजाउँदिनँ। त्यही भएर अब मलाई भाइले टिका लगाइदिँदैछ। अनि त्यही हो, अनि अब हामीलाई पनि लगाइदिन्छ नि त, माइतीले चेलीलाई पनि लगाइदिन्छ। अनि टिका अनि माला पनि छ भने लगाइदिन्छ।
त्यहाँबाट भाइले मलाई लगाइसकेर फेरि हाम्रो भाइको नानी आएको थियो, छोरी, मेरो सानो सेकेन्डवाला भाइको छोरी आएको थियो, थर्ड होला मतलब उसको छोरी आएको थियो। अनि उसले मेरो छोरालाई लगाइदिँदैछ, मेरो सेजरले लगाइदिएको थियो, भिडियो गर्नु पाएन। अनि दुईजनाले लगाइदिँदैछ, दुईजना मतलब सिकाइदिँदैछ, उसको पापा चाहिँले मम्मी चाहिँले माला समातेर अनि सिकाइदिँदैछ। अनि लगाओस् भनेर मैले पनि यत्तिकै उयो गरिदिएँ। अनि मैले चाहिँ यो के अरे योपालिको भिडियो चाहिँ मैले बनाएको थिइनँ, कसले बनाएको थियो? होइन मैले बनाएको कि होइन कि। अनि म पनि छेउमै थिएँ, ऊ त्यहाँ उभिरहेको, म उभिरहेको रहेछ त त्यहीँमा रहेछ म पनि, किनकि योपालि नि गाना बहुत बजाएर पुरा भोइस ब्याकग्राउन्ड भोइस दिनुपर्ने मतलब दिएको नि त, बहुत तक्लिफ भयो। किनकि मैले कहिले पनि ब्याकग्राउन्ड भोइस यति दिन्न नि त, गाना बजाएर मलाई बहुत तक्लिफ भयो एडिट गर्नुलाई पनि। अनि मैले भिडियो पोस्ट गर्नु पनि बहुत टाइम लगायो, किनकि मैले 2-3 दिन मैले एडिट गरेँ लेकिन भएन। अनि लास्टमा मैले सर्ट बनाएँ, लेकिन थुप्रो लम्बा थियो भिडियो चाहिँ, मैले सर्ट बनाइदियो। त्यही हो, अब उसले लगाइदिन्छ। अनि उयो के अरे दुबो र पाती लगाइदिँदैछ, अनि फुलमाला। त्यही हो, नानीहरूले जान्दैन, सिकाइदिनुपर्छ, सिकाइदिँदैछ। मिठाई खिलाइदिँदैछ, मिठाई खिलाउनु मलाई सिकाइदिनु। लड्डु लिएर आएको थियो अरे उसको मम्मीले। अब चाहिँ अनि फेरि भाइ चाहिँलाई बहिनी चाहिँलाई लगाइदिनु सोर भनेर मैले अनि सिकाइदिँदै थियो, हात समातेर लगाइदिँदैछ। अब सिकाइदिनु पऱ्यो नि, त्यही भएर अनि मैले पनि छोरालाई पनि सिकाइदिनु, यसरी लगाउनु भनेर नि त सिकाइदिएको थियो। अब त्यसले आफै लगाइदिन्छ, मैले अलिकति लगाइदिएको थियो। अनि त्यही हो, सिकाएन भने हुँदैन है। भाइ त मेरो छोरा त ठुलो हो नि, ऊभन्दा त 5-6 वर्षले ठुलो हो, त्यही पनि केही जान्छ। नमस्ते छ हजुरहरूलाई, फेरि पनि यो मात्रै हिजोको भिडियो कन्टिन्यू गर्दैछु। यो अर्को दिन हो। अनि हिजो बेलुका त मैले खानापिना हिजो बेलुका मतलब हिजो टिकाको दिनमा खानापिना बनाएर खिलाइ पिलाइ गरेर रातिको 10 बजी गयो। त्यो सबको भिडियोै बनाउनु पाइनँ। मैले खानापिना पनि बिहानबाट लिएर 12 बजी तक खानापिना बनाएको थियो। त्यो मैले आइटम बनाएको थियो, त्यही पनि मैले भिडियो गर्नु पाइनँ। म एक्लै भएर बहुत बिजी हुन्छ एकजना मान्छे भए पनि घरमा, त्यही भएर अनि केहीको भिडियो गर्नु पाइनँ। अनि अलिअलि क्लिप नानीहरूले ल्याइदिएको थियो, त्यही भिडियो मैले अलिअलि एडिट गरेर हालिदियो। अनि हेर्नु होला तपाईँहरूलाई कस्तो लाग्छ। अनि आज दिनमा पनि के अरे दिनको भिडियो मेरो साथीहरू आएको थियो, उसको के अरे उसलाई अलिकति रोटीहरू बनाएर मैले खिलाएको छ, हो त्यो भिडियो पनि मैले यसमै मिक्स गरिदिएको छ, हेर्नु होला हजुरहरूलाई कस्तो लाग्छ। आज पनि मेरो साथीहरू आउँछ अरे, अनि त्यही कारणले अलिकति रोटी बनाइदिँदैछु। तिनीहरूले यहाँ अफिसमा आएको थियो, अनि के अरे आउँछु ल अरे नि, ल मेरोमा त रोटी पनि त सकिएको थियो, एउटा दुइटा मात्रै थियो। हतार आएर फेरि मैले आलु बोइल गरेँ तिनको चटनीको लागि, सिटी मार्दैछ अहिले। अनि तेल बसायो, आँटा पिठो मिलाएर अलिकति बनाइहालेँ, 10-15वटा बनाइहाल्छु भनेर, दुईजना त छ, त्यही भएर हतार हालेको रोटीहरू यस्तो जस्तो बनाइदिँदैछु। दुईजनालाई जोइ नै भइरहेछ, जोडिए नै रहेछ। अहिले भर्खर पिठो मुसेर डाइरेक्ट बनाइदिएको। बनाएर पनि भयो मेरो रोटी तिलको चटनी। यिनीहरू आयो, शरम गरेको हेर त, यो राखी त शरम गर्दैन, ऊ त एकदम फेसबुकको रानी हो। त्यो बहिनी चाहिँ इन्स्टा क्विन अरे। साथीहरू खाएर पनि गयो, अनि यहाँ बनाउँदैछु। हो के अरे खाना बनाएर पनि काकालाई दिइसकेँ मैले। अनि मासु बोइल खाने भनेर मेरो यो घाउ अलिकति दुख्दैछ, यो फाइब्रिस वाला चाहिँ। अनि त्यही भएर भाँडा भक्कु जम्मा भयो, अब पहिला भाँडा धोइदिन्छु, अनि त्यहाँबाट मेरो लागि बोइल
इस्कुस बसाएको छ, साग धुलाएर साग पनि त्यहीँ छेउमा राखेको छु। पहिला भाँडा धुलाउँछु अनि साग हालिदिन्छु धुलाएर। इस्कुस पाक्दै गर्छ अनि काकालाई खाँदैछ खाना। काकालाई मैले दिइसक्यो। तिलको चटनी थियो अनि सिमी र आलु भुटेको थियो अनि दाल त्यही दियो। अनि म चाहिँ बोइल बनाएर खाने भनेर। जिउ सन्चो पनि लागेको छैन। यो मतलब अलिक पिरो खाइदिएको थियो अस्ति तिहारभरि, किन अलिकति पिरो बेसी भइसक्यो पनि। एकदम घाउ दुखेर मुखको चमडा पातला दुखेर बाफ्रे हालत खराब भयो। सन्चो लागेको छैन। त्यही भएर अब साथीहरू आएको थियो, आउँछु भने अनि रोटी पनि थिएन, फटाफट हालिदियो अनि तिलको चटनी बनाइदियो फटाफट अनि खाएर गयो उनीहरू बिचरा। चियासँग नमक चाय बनाइदिएको थिएँ। यत्रो छ भाँडाकुँडा। अब यो धुई पखाली गर्छु अनि खाना साग पनि छेउमा राखेको छु। साग पनि यो साग धुलाउँछु र त्यसमा बोइल बनाएर खान्छु। नानी पनि आइपुग्छ त्यतिखेरसम्म, छोरी पनि। अनि साथीहरूले पनि आएर खाएर गइसकेको थियो अनि उनीहरू पनि साँझ भयो अनि अहिले भिडियो यहीँ एन्ड गर्ने भनेर आएको। अनि मेरो भिडियो मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला हजुरहरूले।